एभ्रिवान, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ हैन। आज चाहिँ लक्ष्मी पूजा अनि हाम्रो चाहिँ लक्ष्मी पूजा हुँदैन किनकि अब हाम्रो आफन्तैको डेट भएको अनि त्यही भएर लक्ष्मी पूजा हुँदैन। अनि दशैंमा पनि हाम्रो आफन्तैको डेट भएर चाहिँ लक्ष्मी पूजा दशैं चाहिँ मनाएन। लक्ष्मी पूजा पनि यस्तै हो, उहाँको वाइफको डेट चाहिँ अहिले भएको अनि त्यही भएर लक्ष्मी पूजा मनाउँदैन। अब हेरौँ दिनभरिमा के गर्न सकिन्छ के गर्न सकिँदैन, अब त्यस्तै हो। यो चाहिँ मेरो बाबु हो। मेरो बाबु चाहिँ जतिखेर पनि हैन गाईवाला हेर्ने। हाई गर्दो बाबु, हाई गर्दो। अनि म र मेरो बाबु चाहिँ बाबु चाहिँ भिडियोहरू बनाइरहेको हुन्छ। अब मेरो बाबु हैन गाईवाला हेर्छ, खानेकुरावाला। लक्ष्मी पूजाहरू नभए पनि सरसफाइ चाहिँ भइरहेछ। अनि केही अब हुन्छ नि, पूजा नगरे पनि अब सरसफाइ त गर्नु। अनि यता घरहरू पनि पुसिरहेको थियो अनि सरसफाइ हुँदै थियो। अनि यता आमाले चाहिँ तरकारी केलाउँदै हुनुहुन्थ्यो अनि म चाहिँ भिडियो बनाएर बसिरहेको थिएँ। अनि मोटर अन अफ गर्नुपर्ने थियो नि त, अनि त्यही गरेर बसिरहेको थिएँ म चाहिँ। मेरो बाबु चाहिँ हैन तयारी भइसकेको छ। 2 घन्टा सुतेर उठेर हैन मेरो बाबु चाहिँ एकदमै रेडी भइसक्यो। यता आउन बाबु, यता आउन, देखाइदेन। देखि त नुहाई धुवाई गरेर खानासाना खाएर नि सुतेको हैन। 2 घन्टासम्म सुत्यो अनि अहिले उठेर मेरो बाबु चाहिँ झगडा गरेर बसिरहेको थियो। ऊ चाहिँ कपडा लगाएर पनि, कुर्ता लगाएर पनि अनि खोलिसक्यो, उसलाई घोच्यो भनेर। अनि छोटो भयो रे, छोटा हो गया भन्छ अनि के भन्छ अनि खोल्यो, लगाएन उसले चाहिँ। अनि 2-3 दिनदेखि बाबुलाई चाहिँ ज्वरो आइरहेको थियो अनि त्यही भएर हामी चाहिँ मेडिकल जानु पर्यो भनेर मेडिकलतिर गएको अनि औषधि लिनु गएको। अनि त्यताबाट आमा र म अनि उसको बाबु चाहिँ हिँड्दै आइरहेको थियौँ। अनि मान्छेहरूको घर चाहिँ एकदम झलमल्ल परेको थियो। हाम्रो चाहिँ यसपालि दसैँ पनि दशा लाग्यो, तिहार पनि त्यस्तै, केही पनि राम्रो भएन हाम्रो चाहिँ यसपालि, केही पनि राम्रो भएन। अनि हामी चाहिँ हिँड्दै आइरहेको थियौँ, मान्छेहरूको सबै सजाएको मान्छेहरू हैन राम्रो चिटिक्क परेको देखेर एकदमै आफूलाई मन खिन्न लागिरहेको थियो। अब यसपालि जस्तो भए पनि जेसुकै भए पनि आउँदो वर्षहरू हाम्रो राम्रो होस्। अगाडिदेखि तिहारमा यस्तो गर्छु त्यस्तो गर्छु भनेर सोचेर बसेको थियो तर केही पनि राम्रो भएन। अनि हामी चाहिँ त्यहाँ तरकारी बजार पनि पसेर आएको। बाबुलाई चाहिँ गाजर देख्नु बित्तिकै, गाजर देख्नु हुँदैन, उसलाई चाहिँ गाजर खानै पर्ने के, त्यस्तो छ त्यो। तिहारको बेलामा पनि राम चाहिँ गाजर खाँदै है बाबु। यतै हाम्रो गाउँ, हाम्रो मतलब अब घरतिर यतातिर नै हो हाम्रो घर। अनि हाम्रो घरतिर यसरी सजाइरहेको थियो। अनि हामी चाहिँ अलि अँध्यारो थियो, बाटो चाहिँ अँध्यारो नै छ तर मान्छेहरूले सजाइरहेछ आफ्नो घरहरूमा चाहिँ। अनि हामी चाहिँ फर्किँदाखेरि अँध्यारो भइसकेको थियो, गएको चाहिँ उज्यालोमै तर फर्किँदा अँध्यारो भइसकेको थियो। बाबुले चाहिँ पटेका पड्काउँदैछ बाबु। अनि बाबु पनि छ। छुटछुटी छोड न, छुटछुटी देखा पापा छोड्दै। जाऊन 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 जाऊन। ये राम पकड़, ये नाना करो ना, नाना करो ना, नाना हाथ से घुमा बा। गुड। हाथ से घुमाओ ना बाबू, हाथ से घुमाओ ना। हामी चाहिँ फर्केर अनि त्यहाँ हुन्छ नि मार्केटबाट आएर अनि बसिरहन्थ्यो। अनि आमाहरू चाहिँ तरकारी केलाइराख्नु भएको थियो अनि बाबु चाहिँ पटेका पड्काउँदै बसिरहेको थियो। अनि फेरि दाइ आउनुभयो अनि दाइले चाहिँ घुम्न जाऊँ भन्नुभयो। अनि सबैजना घुम्न जाने भनेर प्लान बनाइरहेको थियौँ किनकि अब उहाँ सङ्गीता दिदीहरू पनि घुम्न जानुभएको थिएन नि त। अनि त्यही भएर बेलुकातिर त्यहाँ मार्केटतिर रमाइलो हुन्छ एकदमै। अब हुन्छ नि सबैजना आफ्नो दोकानतिर सजाएको हुन्छ, त्यही हेर्नको लागि हामी चाहिँ जानलाई तयारी भयो नि। कहाँ लगी हवा घूमे ऐसे तो क्या लगी हवा बजियो ना, आहा के क्या लगी मानवी बजियो ना।
लाग्यो क्या लाग्यो अब खार लाग्यो आगे खराब लाग्यो हाम्रो नि मन लाग्यो अब हाम्रो नि मन लाग्यो अब खाता खिच्छु ल चरा नआगे क्या लाग्यो अब मानवी गएर अनि घुमेर आइसकेको थियौँ घुमेर भन्नाले नि औषधि किन्न गएको थियौँ अनि औषधि लिएर आइसकेको थियो अनि घर आएर हेर्दाखेरि अनि सङ्गीता दिदीहरूले सबैजना घुम्न जाउँ भनेर भन्नुभयो अनि सबैजना हामी आफ्नै टेम्पोमा गएर अनि घुम्न गयौँ अनि यो चाहिँ जानकी मन्दिरको राइट साइडको फेस हो होइन अनि यो अगाडिबाट हेर्दाखेरि हामी जाँदाखेरि त सबै बत्तीहरू बलि नै सकेको थियो लगभग होइन अनि के भन्छ अलिअलि बाँकी थियो मान्छेहरू टन्नै थियो भिड थियो अनि एकदमै राम्रो सजाएको थियो अनि अलि हुन्छ नि जहिले पनि यो यसरी नै सजाउने गर्दो रहेछ मैले भन्नुको अर्थ चाहिँ अलि डिफ्रेन्ट तरिकाले पनि सजाउन सकिन्छ अनि तर राम्रो थियो एकदम राम्रो थियो मैले चाहिँ फर्स्ट टाइम देखेको हो यसरी नजिकबाट अब भिडियोहरूमा त हेरि नै रहेको थिएँ अनि अहिले चाहिँ फर्स्ट टाइम मैले यसरी देखेँ तर अलि अगाडि गएको भए अलि मजा हुन्थ्यो कि भन्ने जस्तो भइरहेको थियो अनि अगाडि चाहिँ हामी गएनौँ अनि एक्लै भने हिँडेर गइरहेको थियौँ अनि त्यही भएर जान मन लागेन अनि पछि चाहिँ हामी टेम्पोमा गएको अनि रमाइलो भयो दसैँ पनि सुनसान अनि के भन्छ सुन्ने अनि तिहार पनि त्यस्तै हो के गर्ने अर्को वर्ष राम्रो हुन्छ अब हामी चाहिँ जानकी मन्दिरमा हेरेर अनि घर जान लाग्छौँ आजको भिडियो चाहिँ म यहीँ नै इन्ड गर्न चाहन्छु अनि रातिको 10:30 पनि बजिसकेछ हामीले चाहिँ खानासाना खाइसक्यौँ अनि सबैजनालाई ह्याप्पी तिहार अझै 2-3 दिन बाँकी छ राम्रोसँग मनाउनु होला अनि हाम्रो चाहिँ यस्तै हो तिहारहरू केही पनि फेस्टिभल राम्रोसँग मनाएन यो वर्ष चाहिँ हैन अर्को आउने वर्षहरू चाहिँ राम्रोसँग मनोस् राम्रो होस् भन्ने भगवानसँग प्रार्थना छ अनि अब यस्तै हो अब तपाईहरु चाहिँ राम्रोसँग मनाउनु होला सबैजनालाई ह्याप्पी तिहार बाइ बाइ गुड नाइट